विगतका सरकारहरूबाट धेरै सबैभन्दा धेरै उपेक्षित भएको क्षेत्र हो होइन। यसलाई अब के गर्न सकिन्छ भन्दाखेरि हामीहरूको एउटा वाल्मिकी आश्रम भन्ने छ, अनि हाम्रो यो कमल र केर्खा खोलाको बिचमा हामीहरूको तटबन्धन भएको छैन। हामीहरूको ठुलो समस्याहरू भनेको चाहिँ यी छन् होइन। अब यहाँको रोजगार, शिक्षा, अब यहाँ जग्गाहरूको बारेमा तपाईँले अगाडि नै बोलिराख्नु भएको छ, हामीले सुनेका छौँ होइन। अब यहाँ सुकुमासीहरू धेरै छन्, सुकुमासी भन्दा पनि धेरै वर्ष अगाडिदेखि हामीले चाहिँ के अरे भोग गरेको तर पूर्जा नलिएको जग्गाहरू छन्। यसकोमा अब तपाईँले के गर्न सक्नुहुन्छ? वाल्मिकी सिंचाइ लाल पूर्जा नभएको तर हामीले अगाडिदेखि भोग गर्दै गरेको 50-60 वर्ष अगाडि 50-60 वर्ष अगाडिको छन्। र हाम्रो यो वाल्मिकी आश्रम सिमसार क्षेत्र भन्ने छ, यो चाहिँ साह्रै उपेक्षित भयो, किनभने यो चाहिँ रेड बुकमा राज्यमा रेड बुकमा घर पनि पछाडि निकालेको। अब यो विषयमा चाहिँ हजुरको के छ कुरा भनेर नि हामीले बुझ्नु। अनि अर्को सर एउटा प्रश्न भने थोरै हाम्रो तपाईँको यहाँ पूर्जा छ, यहाँ 20औं-40औं वर्ष भइरहेको छ, लगभग 200-250 घरको पूर्जा छ, तर तपाईँको कार्यान्वयन भएको छैन। नक्सा एउटा नम्बर छ, पूर्जामा एउटा नम्बर छ। हामीहरूले पैसा तिर्दा हामी हैरान भयो। कहिले चन्द्रगढी जा भन्छ, कहिले दमक जा भन्छ, कहिले चाहिँ वाडामा जा भन्छ। यो सानो केर्खा भोट भनेको हाम्रो चाहिँ स्थानीयदेखि लिएर केन्द्रसम्मको निर्णायक भोट हो हाम्रो सानो केर्खाको। तपाईँले यति सोच्नु होला, यति काम गर्नुपर्ने सामान्य भनेको तपाईँले आएर यहाँ पछि बुझ्ने कुरा हो। तर विशेष भनेको तटबन्धन एउटा वाल्मिकी ओझेलमा परेछ। यहाँ कस्तो ओझेलमा भने पैसा आउँछ तर कहाँ आउँछ, कता आउँछ हामीलाई थाहा छैन। अनि एउटा यो जग्गा सम्बन्धी हामी यहाँ 200-250 घर, लगभग 400 घर छौँ होला, तर 200-250 को चाहिँ पूर्जा छ, नक्सा बिग्रेको छ। हामीहरूले गएर तपाईँको चाहिँ काहीँ पैसा निकाल्नु भने त्यो पूर्जाले काम दिँदैन। यो गरिदिनु भने पैसा दिँदा त होइन, तपाईँको 4-5 लाख रुपियाँ दिन्छु ढोक्छु भन्दा पनि हुनेवाला छैन। हामी यो ठुलो पीडित भइरहेको यो सानो केर्खामा हजुरले अब यहाँ आएर जितेर यहाँका समस्याहरू के छन् हजुरले त थाहा पाइहाल्नुहुन्छ। शेरलाई लडाउन महाशेर आउनुभएको छ।